तपाईँको एउटा सानो मिस्टेकले कहिले निको नहुने रोग लागेर कसैको ज्यान जान सक्छ। हो, सही सुन्दै हुनुहुन्छ। नमस्कार, म स्वास्थ्यकर्मी विजय यादव र आज यो भिडियो मार्फत हामी कस्तो कस्तो कुकुरले टोकेको कस्तो कस्तो अवस्थामा सुई लाउनुपर्छ होइन, सुईको महत्त्व के छ, जस्तै अरू सुईको साथसाथ अरू केही थप कुरा पनि लाउनुपर्छ कि भन्ने विषयमा होइन, यो म अलिक क्लियर गर्न चाहन्छु कि होइन। यसले के हुन्छ भने चाहिँ अलिक त्यति केयर गरेको जस्तै अब समुदायमा त्यति केयर गरेको जस्तो चाहिँ पाइँदैन र त्यसले गर्दाखेरि चाहिँ ठुलो समस्या पछि गएर चाहिँ निको नै नहुने रोग लागेर चाहिँ रेबिज लागेर चाहिँ समस्या देख्नु परेको अवस्थाहरू पनि निकै छ होइन। त्यसले गर्दाखेरि खास गरी म के भन्न खोजिरहेको छु भने विचार गरेर क्लियर भएर सुन्नु होला होइन। कुकुरले टोकेको कस्तो कस्तो अवस्थामा सुई लाउने, कस्तो कस्तो अवस्थामा सुई लाउनु पर्दैन भन्ने कुरा चाहिँ यसमा 3 भागमा बाँडेको छ। जस्तै तीनवटा क्याटेगोरी छ। पहिलो हेर्नु, कतै पनि तपाईँले हेर्नुहुन्छ कुकुरले अलिकति कसैलाई टोक्न खोज्यो, टोक्न खोज्दाखेरि कुकुरले यसो जुन ठाउँमा टोकेछ त्यहाँ चाहिँ विचार गर्नुपर्ने हुन्छ। खास गरी मुख्य कुरा जुन ठाउँमा टोकेछ त्यहाँ चाहिँ यसो त्यो ठाउँमा हेर्दाखेरि चाहिँ कुकुरको यसो र्याल मात्रै लागेछ, कुकुरले चाटेको मात्रै छ होइन, केही घाउ खटिरा स्क्रैच केही आएको छैन भने होइन, त्यो पनि हेर्नुहोस्। त्यो पनि तपाईँले हेर्दाखेरि विचार पुर्याउनुपर्छ। स्क्रैच अलिकति स्क्रैच छ भने यो होइन, यसले इग्नोर गर्न चाहिँ पाइँदैन। हेर्नु है, अलिकति पनि छाला चाहिँ पुरै जस्तो छ त्यस्तै हुनु पर्यो। अलिकति त्यसमा केही देख्नु परेन, नङले निछोडेको पनि स्क्रैच आउनु भएन। त्यस्तो अवस्था छ भने र्याल मात्रै माथिबाट मात्रै केही लागेको चाटेको जस्तो पानीले भिजेको जस्तो लाग्दैछ भने, अरू केही घाउ कटिरा स्क्रैच छैन भने त्यस्तो अवस्थामा के गर्ने भने मजाले साबुन पानीले धुने। त्यस्तो अवस्थामा चाहिँ सुई लाउनु पर्दैन। विचार गर्नु होला है। यसमा अलिकति पनि लापरवाही नगर्नु होला कि अलिकति थोरै त छ, नङ मात्रै गराएको छ भन्ने कुराहरू पनि विचार चाहिँ अलिकति त्यो चाहिँ केयरलेस चाहिँ नगर्नु होला होइन। यस्तो अवस्थामा चाहिँ तपाईँले सुई लाउनु पर्दैन होइन। अर्को कुरा के छ भने चाहिँ थोरै निछोरेको छ, जस्तै अघि मैले भने नङले थोरै यस्तो गरेको छ होइन, मतलब निछोरेको छ, थोरै रगतै आएको छैन तर पनि निछोरेको छ भने त्यस्तो अवस्थामा पनि तपाईँले सुई लाउनुपर्छ। टिटानसको सुई लाउनु पर्यो, त्यसपछि रेबिज विरुद्धको खोप लाउनै पर्यो क्या। त्यस्तो अवस्थामा त्यो थोरै होस् या धेरै होस्, यो छाला नर्मल छालाभन्दा थोरै पनि यसरी निछोरेको मात्रै छ भने पनि, थोरै रगत जस्तो आउला जस्तो छ भने पनि, रगत नआउँदा पनि आउला जस्तो छ भने पनि त्यस्तो अवस्थामा पनि चाहिँ खोप लाउने टिटानसको खोप लाउनै पर्छ, रेबिज विरुद्धको खोप लाउनै पर्छ। त्यसमा चाहिँ अलिकति पनि इग्नोर गर्नु हुँदैन होइन। र अर्को अवस्था भने चाहिँ मल्टिपल अब घावै टोकेर छालै नोचिदियो भने चाहिँ त्यसमा चाहिँ कम्पलसरी लाउनै पर्ने हुन्छ। यसमा चाहिँ सँगै त्यो धेरैजनाले सोध्नुहुन्छ भने चाहिँ कस्तो कस्तो अवस्थामा लाउनुपर्छ, कस्तो कस्तो अवस्थामा लाउनु पर्दैन। नलाउने अवस्था एउटा मात्रै छ, कुकुरले टोकेछ नलाउने अवस्था एउटा मात्रै छ, जहाँ कि नर्मल स्किन छ, छाला नर्मल छ, केही गरेको छैन, माथिबाट चट्ट चाटेको मात्रै छ, भिजेको मात्रै छ, तर केही पनि भएको छैन भने त्यस्तो अवस्थामा चाहिँ नलाउने होइन। मजाले साबुन पानीले धुनुपर्छ। तर त्यो बाहेकको हल्का पनि स्क्रैच आएको छ, नङले निछोरेको छ, रातो नङले निछोरेको छ होइन, रगत आउँदैछ, मासुले काटेको छ भने त्यस्तो अवस्थामा चाहिँ लापरवाही चाहिँ नगरिदिनु होला होइन। स्वास्थ्य संस्थामा बरु आफूले यस्तो हुन्छ, आफ्नो छिमेकी हुन्छ के हुन्छ अलिकति टाढो हुन्छ भने चाहिँ यो थोरै त छ, यसले त लाउनु पर्दैन भन्ने चाहिँ बाटो चाहिँ नबनिदिनु होला होइन। तुरुन्त स्वास्थ्य संस्थामा जानु होला, स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गर्नु होला र सुई चाहिँ अनिवार्य लाउनै पर्छ। नलाउने अवस्था एउटै थियो, त्यो एउटै अवस्थालाई याद राख्नु होला होइन। नभए त अरू प्राय अवस्थामा कुकुरले टोकेको अवस्थामा चाहिँ सुई लाएको धेरै राम्रो होला। नलाउँदाखेरि के हुन्छ भने चाहिँ रेबिज भन्ने रोग लाग्छ। रेबिज भने चाहिँ रेबिज लागेपछि त्यसको कुनै उपचार पनि छैन क्या। जस्तै क्यान्सर एज नो एन्सर भन्छ नि होइन, त्यसै गरी क्यान्सर जस्तै थर्ड स्टेजहरूमा पुगिसकेपछि उपचार हुँदैन भने चाहिँ त्यस्तै रेबिजको कुनै उपचार छैन। रेबिज लागेपछि कुनै उपचार नै छैन। 2-4 दिन के अलिकति उसलाई सस्टेन गर्न सकिन्छ, तर त्यसको कुनै उपचार छैन होइन। त्यो चाहिँ कुरा चाहिँ विचार गर्नु पऱ्यो। एउटा सानो लापरवाहीले गर्दाखेरि, एउटा सानो केयरलेसले गर्दाखेरि कसैको ज्यान जान सक्छ भने कुराले चाहिँ इग्नोर चाहिँ नगरिदिनु होला होइन। त्यो चाहिँ जसको पनि त्यस्तो हुनसक्छ, यो चाहिँ धेरै देखिएको छ, यो चाहिँ लाउनु कोही धेरैजना हुन्छन् यो चाहिँ लाउनु पर्दैन होला भने चाहिँ बाटो अरू कुरा चाहिँ नसुन्नु होला। अरू कुरा चाहिँ पटक्कै नसुन्नु होला होइन। मैले भनेको कुरा के कुरा छ त्यो ध्यान दिनु होला। थोरै पनि केही छ भने, थोरै पनि यो एउटै नङ जतिको मात्रै किन ग्याप नहोस्, थोरै काटेको छ भने त्यस्तो अवस्थामा पनि सुई लाउनै पर्छ। याद राख्नु होला। कहाँ उपलब्ध हुन्छ स्वास्थ्यकर्मीसँग सम्पर्क लिएर जानु होला र सुई लाउन चाहिँ टाढा होस् या जहाँसुकै होस्, त्यो कुरा चाहिँ विचार गर्नु होला होइन।
यो कुरा चाहिँ अब धेरैजनाले गाउँघरमा भित्रहरू या कता कता चाहिँ अलिकति कन्फ्युज हुन्छ कस्तो कस्तो अवस्थामा लाउने नलाउने कुराहरू होइन। त्यस्तो चाहिँ मैले भनेको जस्तो चाहिँ विचार गर्नु होला ल। अरू थप जस्तै कोही कोहीलाई पहिला के थियो भने चाहिँ अब कुकुर मऱ्यो कि मरेन, कुकुरले सुई लाउँदै गरेको छ कि छैन होइन। हेर्नु कसैले घरपालुवा कुकुर, मैले माने कसैको घरपालुवा कुकुर छ भने बालिराजुले इन्जेक्सन टाइममा इन्जेक्सन लाइराखेको छ खोप होइन, कुकुर लगाइरहेपछि कुकुरलाई खोप दिइरहेछ भने पनि त्यस्तो अवस्थामा पनि एकचोटि अवश्य स्वास्थ्य कर्मीले सम्पर्क गर्नु होला होइन। हिस्ट्रीमा के हुन्छ, उसले छुटेको लाउन चाहिँ बिचमा ग्याप पहिला लाउँथ्यो बिचमा ग्याप गरेको हो कि बा भनेर त्यो कुरा चाहिँ पनि विचार गर्नु होला। अनि अर्को कुरा चाहिँ के छ भने त्यो कुरा चाहिँ विचार गर्नु होला होइन। अनि त्यो चाहिँ कुकुरको पछि चाहिँ नलाग्नु होला। यति दिनमा कुकुर मऱ्यो कि मरेन कुकुरको पछि लगाएर चाहिँ काम छैन होइन। मैले एउटै कुरा भने चाहिँ नलाउने अवस्था चाहिँ एउटा मात्रै छ, जब कि यसको छालामा केही भएको छैन, चाटेको मात्रै छ होइन, छाला जस्ताको त्यस्तै छ, इन्ट्याक्ट स्किन छ भने मात्रै पर्दैन, नभए सबै अवस्थामा कुकुरले टोकेको छ भने चाहिँ खोप लाउनुपर्छ। यो कुरा चाहिँ विचार गर्नु होला होइन। र यो कुरा तपाईँलाई थाहा हुँदै अरू साथीहरूलाई पनि अरूले पनि यो कुरा थाहा होस् होइन। र कसैको जान जानबाट बचोस् भन्ने, कसैलाई घातक रोग लाग्नबाट बचोस् भन्ने उद्देश्यले चाहिँ यो भिडियो बनाएको छु होइन। तपाईँलाई मन परे चाहिँ कमेन्ट लाइक गरिदिनु होला। धन्यवाद।